नमस्कार, अपन विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली। एगोटे चर्चित मोटिवेशनल स्पीकर वो अपन किताब में लिखने छथि, जिनकर नाम छै शिव खेड़ा। वो अपन किताब में लिखने छथि जे आत्महत्या अस्थायी समस्या के थायी समाधान छै। अर्थात मानव के जीवन में समस्या सब बहुत अबै छै। ई समस्या सब अस्थायी होइ छै, लेकिन आत्महत्या क के थायी समाधान खोजल जाइ छै। हुनकर कहब ई छै कि समस्या कोनो भी अस्थायी होइ छै। आइ एहि विषय में चर्चा कर जा रहल छी। जँ प्रदेश नंबर 2 के बात करी तो आत्महत्या बढ़त जा रहल छै। चैत 11 गते लॉकडाउन शुरू भेलै। लॉकडाउन के पीरियड में बढ़ल तथ्यांक देखल जा रहल छै आन दिन के तुलना में, विभिन्न कारण से। चैत 11 गते से आइ धर के अखाड़ 24 गते तक के बात करी तो प्रदेश नंबर 2 में 317 गोटे आत्महत्या केने छै। जिलागत रूप में देखल जाए तो सबसे बेसी धनुषा में आ सिरहा में रहल छै। धनुषा में 54 आ सिरहा में सेहो 54 गोटे आत्महत्या केने छै। सरलाही में 48 है, सप्तरी में 43, रोथड़ में 27 है, बारा में 33, परसा में 34, सबसे कम मोहत्तरी में 24 गोटे आत्महत्या केने छै। एहन किस्म के अवस्था सिर्जना किया भ रहल छै? सरकार अपन ठाव में की करते से सब कोई के बुझले छै। सरकार कोविड-19 के इलाज में लागल छै। अखन सबके अपने बचऽ पड़ते, तनाव से मुक्त हो पड़े। एगोटे डॉक्टर के आइ बजौने छियै, हुनका से बातचीत करब कि एकर कारण आ एकर निदान की छै, केना कऽ तनाव से मुक्ति पाबी। एहि विषय में बात करबे करब। ओहिसँ पहले एकटा रिपोर्ट देखाबऽ चाहै छी। सामान्य अर्थ में कहल जाए तो अपने से अपन हत्या करब के आत्महत्या कहल जाए छै। प्राय मानसिक तनाव तथा पीड़ा थामा नहीं सक बाँचऽ से मरब सहज कह के लोग आत्महत्या करे छै। मुदा एहि किस्मक पीड़ा नहीं रहल अवस्था में सेहो लोग आवेश में आबि कऽ आत्महत्या केने पाओल गेल छै। कतेको देश में आत्महत्या तथा आत्महत्या के कोशिश सामाजिक दृष्टि में पाप आ कानूनी दृष्टि में अपराध मानल जाए छै। धार्मिक दृष्टि में तो आत्महत्या करऽ वाला व्यक्ति सीधे नरक में जाय छै सेहो मान्यता छै। मुदा मनोवैज्ञानिक दृष्टि में आत्महत्या एक प्रकारक मानसिक रोगक उपज अछि। ई विकृति पिछला 50 वर्षक अवधि में 60% से बढ़ल छै। विश्व स्वास्थ्य संगठन सन 2015 में जारी केने प्रतिवेदन में नेपाल के आत्महत्या अधिक होए वाला देश सबक सूची में 126वें स्थान में राखने छल। डिप्रेशन, मानसिक रोगी, प्रेम बिछोड़, परीक्षा के नतीजा, आत्मबल के कमजोर, दहेज प्रथा, अचानक कोनो बेइज्जत, यौन दुर्व्यवहार के संगे गरीबी, पारिवारिक कलह, अधूरा प्रेम, आर्थिक असफलता जेहन कारण से लोग आत्महत्या करैत आयल छै। तहिना प्रतिष्ठा कायम राखऽ नहीं सकब, व्यापार व्यवसाय में घाटा, आर्थिक भार, परिवारक शोक, दैवी प्रकोप, आत्मसम्मान घटैत गेल में सेहो आत्महत्या होइत आयल छै। युवा अवस्था के लापरवाही, शिक्षा में विलम्ब, असफलता आ बेरोजगारी, अंधविश्वास, चेतना के कमी, अकेलापन, गलती वा अपराधक बोध, अधिक महत्वाकांक्षा, प्रेम में धोखा, दीर्घ रोगी, नकारात्मक तनाव, महिला अस्मिता में पड़े वाला चोटक कारण से आत्महत्या भेल देखल गेल छै। एना क व्यक्ति मानसिक तनाव आ और विभिन्न समस्या सबसे लड़ नहीं सकला से आत्महत्या कर पुगे छै। आत्महत्या के अस्थायी समस्या के थायी समाधान सेहो कहल जाय छै। अर्थात मनुष्य के जीवन में आवे वाला कोनो भी समस्या अस्थायी होइत अछि। अर्थात समय संगे समस्या समाधान भ जाय छै। मुदा मनुष्य आवेग में आबि कऽ अमूल्य जीवन अंत कऽ के घर परिवार के और दुखी बना दै छै। त्या अमूल्य जीवन में आवे वाला कोनो समस्या के समाधान करैत जीवन जियब आवश्यक अछि। आब बातचीत करऽ जा रहल छी डॉक्टर विद्या देव शर्मा से। वो काठमांडू से अखन जुड़ल छै। वो मनोचिकित्सक छै। डॉक्टर साहब, कार्यक्रम में स्वागत छ। थैंक यू। लकडाउन चैत्र 11 गतेबाट सुरु भयो र त्यसपछिको अवस्थालाई हेर्ने हो भने
हामी सबैजनाले हेरि नै रहेका छौँ कि विभिन्न किसिमका समस्या होइन सबै थोक बन्द हुँदाखेरि स्वाभाविक छ आर्थिक सङ्कट लगायतका हुने नै भए होइन। र हुन त अहिले पछिल्लो समयमा लकडाउन एक किसिमले खुलेको अवस्था पनि छ, तर यो आत्महत्याको घटना बढ्दै गइरहेको अवस्था छ। के भन्नुहुन्छ तपाईँ? आत्महत्या लकडाउनले आत्महत्या गरेको त होइन कि। अब हालसालै पनि पुलिसले निकालेको रिपोर्ट अनुसार यो चैत पछि, यो लकडाउन पछि हेर्ने हो भने कति 1300 कति मृत्यु भइसकेको छ है। तर त्यो सबै लकडाउनले मरेको होइन। यदि हामीले पुरानो सालको यही 2 महिना, यही 2.5-3 महिनाको हिसाबले हेर्ने हो भने पनि पुरानो पुरानो अङ्कभन्दा बढेको हो, अलमोस्ट डबल भएको छ। भन्नुको मतलब यो लकडाउनले पनि आत्महत्या बढाएको हो। तर अहिले जे जति आत्महत्याका रिपोर्टहरू आइरहेछन् यी सबैलाई ल्याएर लकडाउनमै हाल्न चाहिँ अलि मिल्दैन। यी हरेक चाहिँ आत्महत्याहरू लकडाउनकै कारणले भएका चाहिँ होइनन्। ठ्याक्क डब्लेको छ कि पहिला यति अब एक हप्तामा 4 जनाले आत्महत्या गर्थे भने अहिले 8 जना 9 जनाले गरिरहेछ। बढेको छ, डेफिनेटली बढेको छ, आत्महत्या बढेको छ। र नेपालमा कोभिडले जति मर्या छन् अहिलेसम्म त्योभन्दा धेरै धेरै गुणा मान्छे बेसी हामीले आत्महत्याको लागि आत्महत्याले गर्दा मरिसके। कोभिडमा बेसी अब डर छ, हल्ला गर्छौँ हामी सबै, यताउता गर्छौँ, तर यो साइलेन्ट एपिडेमिकको हिसाबले आत्महत्याले त्योभन्दा धेरै धेरै मान्छे मारिसके। तपाईँको विश्लेषण के छ आत्महत्याका घटना हुनुमा मुख्य कारणहरू चाहिँ? यो लकडाउनकै पिरियडलाई चाहिँ एनालाइसिस गर्ने हो भने लकडाउनै आउनुभन्दा पहिला सोझै आत्महत्याको हिसाबले हेर्ने हो भने मोटामोटी हामीले अब यो पढाइको हिसाबले, एकाडेमिक हिसाबले भन्दा नि जनमानसको हिसाबले हेर्दा आत्महत्या विभिन्न किसिमका हुन्छन् के। जस्तै एक किसिमको आत्महत्या हुन्छ कुनै एउटा ठुलो तनाव ढ्याक्क भयो, हुनासाथ त्यो तनावको रियाक्सनको भरमा हुने आत्महत्या। जस्तै हाम्रो पालामा एसएलसीको रिजल्ट भोलिपल्ट अथवा रिजल्ट भएको दिन राति एकदम बेसी आत्महत्या हुन्थ्यो। त्यो साँच्चै भन्छु भने मर्छु भनेरै गरिएको अथवा कोसिस गरिएको आत्महत्या होइन, त्यो एउटा एक्सिडेन्ट हो। एकदम ठुलो तनाव आयो, त्यो तनावको रियाक्सनको रूपमा मान्छेले कसैले गर्छ एक किसिमको त्यो। त्यसमा जो मृत्यु हुन्छ अथवा जो मर्न खोज्छ उसको मर्ने उद्देश्य हुँदैन। हामीले बुद्धि बनाएको त होइन, तर हाम्रो त्यो उसले मर्छु भनेर त्यो एक्सन गरेको हुँदैन, त्यो एउटा सानो पार्ट हो है। अर्को एक किसिमको आत्महत्या चाहिँ नि मानसिक रोगपट्टिबाट हेर्दा डिप्रेसन भन्ने एउटा रोग छ, एकदम कमन रोग, तनावले बढाउने उदासीनताको बिमारी। यसको उपचार नहुने हो भने यसको अन्त्य अवस्था आत्महत्या, अरू के पनि होइन, आत्महत्या नै हो है। अब माझमा अर्को एउटा के छ भने रोग पनि छैन है त, यो इमिडिएट रियाक्सन पनि होइन। अहिले भएको चाहिँ नि यो बिचका न इधरका न उधरका टाइपका आत्महत्याहरू बेसी भइरहेको जो डाइरेक्टली रिलेटेड छ तनावसँग, झेल्न नसक्ने तनावसँग। अब यो लकडाउनले गर्दा साथीभाइ भेट्न नसक्ने भयो, आर्थिक प्रब्लम आयो, अरू सोसियल प्रब्लम्सहरू कति आए, यी सबै प्रब्लमले गर्दाखेरि यसको अन्त्यमा आएको आत्महत्या हो। हजुर, अब तपाईँले जसरी भन्नुभयो नि आत्महत्या गर्ने मान्छेलाई थाहा हुँदैन कि म मर्न गइरहेको छु भनेर, होइन? त्यो कुनै सर्टन उसमा चाहिँ त्यो अब अहिले राति राति पनि 2-4 भइरहेछ, गर्लफ्रेन्ड बोयफ्रेन्ड सिचुएसन, अहिले काँचा केटाकेटीहरू हुन्छन् नि, हजुर, त्यस्तोमा झरापकै झगडा भएर गइहाल्यो पोखरीमा, त्यस्तोमा होइन। तर अधिकांशमा चाहिँ यो तनावसँगमा त थाहा हुन्छ, ऊ जानेर गरिरहेछ, मर्छु भनेर गरिरहेछ।
सानो पोर्सनमा मात्रै थाहा हुँदैन भने अब मैले त्यो गलत इन्फर्मेसन नजाओस्। हजुर हजुर एकदम बेसमा थाहा छ, उसलाई थाहा छ म मर्न गर्दैछु भन्ने थाहा छ र जानेर नै ऊ आत्महत्याको अगाडि लाग्छ। अनि जसरी तपाईँले भन्नुभयो कि आत्महत्या एकाएक हुने घटनाक्रम हो र यो चाहिँ तनावको अन्तिम रूप हो भनेर तपाईँले भन्नुभयो होइन। भनेपछि अब तनाव सिर्जना गर्ने कारक तत्त्वहरू पनि त होला नि होइन। अब कारक तत्त्वहरूको कुरा गर्ने हो भने तनाव सिर्जना हुने ती तत्त्वहरू चाहिँ के हुन् जस्तो लाग्छ? अहिलेको यो लकडाउनको अब पुरा लेक्चर गर्नुभन्दा अहिलेको यो कोभिडको सिचुएसनमा आएर हेर्ने हो भने उल्टेको चिडियाखाना जस्तो भएको थियो। अरू चिडियाखानामा हामी खुला ठाउँमा जान्छौँ, बाँदरदेखि बाघहरू खोरभित्र हुन्थे, ठ्याक्कै त्यो चिडियाखाना उल्टाएर हामी खोरभित्र अनि भाइरस चाहिँ नि बाहिर खुलेआम घुमिरहेको थियो। त्यो भित्रको त्यो एक किसिमको बाँधिएको सिचुएसनले चाहिँ नि विस्फोट गराएको एउटा हो सुरुमा है। तर अलि पछि बढ्दै गएपछि तेस्रो चौथो हप्तातिर बढ्दै गएपछि मान्छेले सबभन्दा ठुलो आर्थिक प्रब्लमहरू पर्न थाले। अब यहाँ फलानुले आत्महत्या गर्यो भनेर पेपरमा आउँछ, तर उसले के कारणले आत्महत्या गर्यो त्यो आइरहेको छैन। प्राय घटनामा त्यस्तो देखिन्छ नि होइन, अड्कलबाजी मात्रै हुन्छ कि यो कारणले होला भनेर मात्रै हुन्छ, तर यथार्थ कारण चाहिँ प्राय केसमा चाहिँ खुल्दो रहेनछ होइन। हो, किनभने हामी कहाँ जति आँकडा आउँछ पुलिस कहाँबाट आउँछ, पुलिसको त्यो फर्मेट हेर्ने हो भने कारण लेखिने ठाउँ छैन र पुलिसको त्यो स्रोत पनि छैन। गाडी लोनमा लिएको छ, लोन तिर्न सकेको छैन, ब्याङ्कले क्याउ क्याउ गर्छ, के गर्ने। मेन अहिले आर्थिक छ, कमाउन सकेका छैन, छोराछोरी कसरी पाल्ने, यो ठुलो बडाले भोकै मर्नु पर्दैन भनेर यो गफ लगाएर हुँदैन। स्ट्रिटमा भएको मान्छेले पहिला सुरुमा त 2-3 हप्ता एकदम हनीमुन पिरियड भयो, यो एनजिओहरूलाई, यो हाम्रो के युथ ग्रुपहरूलाई किचन बनायो, खुवाउन थाले, तर जनता थाकिसक्यो कि, जनता थाक्यो र अभाव अझ बढ्दै गयो। अहिले यो कोभिडको सिचुएसनमा यो पछिल्लो 1 महिना र अघिल्लो 1 महिना, पहिलो 1 महिना र अन्तिमको 1 महिना दाँच्ने हो भने पछिल्लो 1 महिनामा आत्महत्या बेसी छ। किनभने अहिले अब सपोर्ट सिस्टमहरू झन्झन बिग्रिँदैछ। त्यसैले अब त्यो एउटा व्यक्तिवादको साइडबाट हेरेर बसौँ न। खानु छैन, पिउनु छैन, छोराछोरीलाई उ गर्नु छैन भने गर्ने के? उसले रमाइलोको लागि आत्महत्या गरे होइन। ही हेज नो अप्सन। हाम्रो समाजले अप्सन दिन सकिरहेको छैन। तर यो आत्महत्या भनेको त अब जसरी भन्नुभयो तनावको अन्तिम रूप हो होइन आत्महत्या भनेको कुरा। तर ती व्यक्तिमा जसले चाहिँ आत्महत्या गर्छन् ती व्यक्तिमा चाहिँ यस्तो किसिमको सोच पलाउने होइन विकल्पहरू त होला नि होइन। कसैलाई आर्थिक सङ्कट नै भयो या कसैको जागिर नै गयो या विभिन्न किसिमका समस्या त हुन सक्छन् होइन। त्यस्तो अवस्थामा विकल्प त नभएको हो त होइन नि। अघि मैले जसरी भने कि एउटा अस्थायी समस्या हो नि त होइन। मानिसको जीवनमा यस्तो किसिमको समस्या त आइरहन्छ, चाहे त्यो कोही राजा होस् या रङ्क होस् होइन, ठुला होस् गरिब होस् या धनी होस् होइन, समस्या नआउने त होइन नि होइन, तनाव त हुन्छ नि होइन। तर यही विकल्प रोज्नु मनस्थिति चाहिँ के हुँदो रहेछ? अब विकल्प जो व्यक्ति यो हामी डाक्टरी गर्नेहरू यो इन्फेक्सियस डिजिजमा काम गर्नेहरूले भन्छन् एउटा रोगमा यसले त 1% मात्रै मर्छ, 79% मर्दैन भन्छ कि है। त म एक्जाम्पल दिँदैछु। तर जो त्यो 1% पर्छ नि ऊ बिचराको लागि त 100% हो कि भएन हो। आत्महत्यामा पनि त्यही हो। विकल्प युज गर्न सकेका अथवा विकल्प छ भनेर दिमागमा राख्न सकेका मान्छेहरू सबै आत्महत्या गरेका त छैनन् नि। समाज सबै आत्महत्या गरेर सिद्धिया त छैनन् नि। ती व्यक्तिहरू जसले विकल्प देख्दैन है, त्यो विकल्प नदेख्ने अथवा जसको विकल्प छैन
हामी दोस्रो व्यक्ति तेस्रो व्यक्ति भएर यसो गरे भए हुने नि त भनेर भन्दिनलाई हामीलाई त्यहाँ रामायण गीता पढाउन सजिलो हुन्छ। त्यो व्यक्तिको जुत्ता लगाएर हेऱ्यो भने उसले अन्तिम रूप देखेर नै गरे हो। त्यो उसको त्यो बेलाको सोचाइमा उसले अरू अप्सन नदेखेर नै आत्महत्या रोजेको हो। हामी आत्महत्या गर्ने मान्छेलाई दोष दिन पट्टि नजाउँ। कहिलेकाहीँ के हुन्छ भने अब भनौँ न हिजोसम्म ठिकै थियो, कति राम्रो थियो, भेट पनि भएको थियो होइन, आज त ऊ आत्महत्या गरेछ भनेर पनि खबर आउँछ नि कहिलेकाहीँ होइन। भनेपछि के चाहिँ हुँदो रहेछ क्या, जसरी तपाईँले भन्नुभयो नि यो तनावको चाहिँ अन्तिम रूप हो। अब बिस्तारै तनाव बढ्दै जानु, आर्थिक सङ्कट बढ्दै जानु या कुनै समस्या जीवनमा आइपर्नु होइन, र त्यो तनाव बढ्दै गएपछि यो अन्तिम रूपमा त्यस्तो होला त्यो आफ्नो ठाउँमा छ होइन। तर धेरै जसो घटना चाहिँ कस्तो हुन्छ भन्दाखेरि हिजोसम्म त ठिकै थियो होइन, बाटोमा त मैले भेटेको थिएँ होइन, आज यस्तो घटना सुन्यो होइन, त्यस्तो चाहिँ हुँदो रहेछ क्या। अस्ति 4-5 दिनसम्म त यो मान्छे झोक्रिएर बस्दै थियो, झोक्रिँदै थियो। हिजो त एकदम एक्टिभ देखिया थिए बा, आज त मरेछ। अधिकांश कथा त्यस्तो हुन्छ। हिजोसम्म त ठिकै थियो होइन कि 4-5 दिन अगाडिबाट बिग्रिँदै गएको हिजो त अझ राम्रो भएको थियो, आश लागेको थियो, भयो आज आएर मर्छ। यो आत्महत्याको कथाको आत्महत्याको हिस्ट्री हो यो है। हुन्छ के भने एउटा काल्पनिक आत्महत्याको कथा भनौँ है, अनि तपाईँलाई बुझ्न सजिलो हुन्छ। हजुर, कुनै तनाव भयो, मैले अब सकिनँ, म अर्कालाई किन भने म भनौँ न सकिनँ, केही भएन भनेपछि म आत्तिँदै जान्छु, केही बाटो देख्दिनँ है। अनि मलाई के लाग्न थाल्छ भने हेत्तेरी अब त यो जिउनुभन्दा मर्दिन पायो भने जस्तो आउन थाल्छ है। अनि त्यही पनि सक्छु कि भनेर उसले लडाइँ गर्दै जान्छ। अनि जब त्यो लडाइँबाट हार्दै गएपछि हत्तेरी अब यमराजले आएर मलाई लगिदिए पनि हुन्थ्यो, पहिलो स्टेजमा त्यो आउँछ है। प्यासिभ आइडियाज अफ डेथ, कुनै कारणले म मर्दिन पाए पनि हुन्थ्यो है। भने ढोका खोलेर चाहिँ नि काल आयो भने म वेलकम गर्थेँ भने जस्तो। तर कतिपय अवस्थामा कस्तो हुन्छ भने एउटा त त्यो कुरा भयो होइन, अर्को चाहिँ घर परिवारले पनि थाहा हुँदो रहेनछ के होइन। मान्छे पढिसक्यो तर घर परिवारलाई सोद्धाखेरि चाहिँ थाहा छैन के रहेछ कारण। भनेपछि त्यतिसम्मको डिप्रेसन, आफ्नो कुरा, आफ्नो तनाव हुन्छ। एउटा भनिन्छ नि कसैले कुनै समस्या पर्यो भने सेयर गर्नुपर्छ, कम्तीमा सेयर त गर होइन, त्यो हामी भन्छौँ नि सेयर गऱ्यो भने तनाव घट्छ भन्ने त एउटा सिद्धान्त त छ नि होइन। सेयर गऱ्यो भने तनाव घट्छ होइन, सेयर गर्नुपर्छ भनेर। तर त्यतिसम्म घरमा समेत सेयर नगरेको पनि त उदाहरणहरू छन् नि होइन। यसो सेयर नगरेको उदाहरण पनि छ है। हजुर, तर धेरैमा भएको छ के भने नि हामी कहाँ अर्को एउटा उखान छ, भुक्ने कुकुरले टोक्दैन भन्छ है। समाजले चाहिँ नि के भन्छ भने कसै मान्छेले मलाई एकदम मुरु लागिरहेको छ भने हे त कहाँ मर्थ्यो, त्यो मर्ने भए त सर्लक्क लाएर मरिसक्थ्यो नि, कहाँ भन्दै हिँड्थ्यो र भनेर भन्छ है। यो 100% गलत चिज हो। कम्प्लिटेड सुसाइडमा गएर हामीले रिसर्च गरेर हेर्दा के पाइन्छ भने जसले सुसाइड गर्यो नि त्यो ठुलो जमात सबैको रिसर्च गर्दा काहीँ न काहीँ कुनै न कुनै बेलामा उसले नजिकको कसैलाई भने हुन्छ कि मलाई मर्नु आइरहेछ भनेर है, धेरैमा। तर त्यसमा पनि त्यो सुन्ने मान्छेले हे होइन होला भनेर उसले वास्ता गरे हुँदैन। हामी कसैले मर्छु बारे भन्ने कुरा गर्न खोज्यो भने हामी कान दिएर सुन्दैनौँ एज अ समाज भनिरहेको छु है म। किनभने हामीलाई डर लाग्छ यतिसम्म कि आत्महत्यासँग काम नगरेका अरू प्यारामेडिकल्सहरू यिनीहरूले पनि कोही मान्छे अलिकति दिक्क मान्दै गयो, तनावमा ग्रस्त हुँदै गयो भनेर देख्यो भने पनि मरु लाग्ने आउन सक्छ नि छ भनेर सोध्न पनि सक्दैनौँ हामी। हामीलाई डर के हुन्छ भने यसले मर्ने खोजेकै थिएन कि मैले त्यसको बारे कुरा गरिदिउँ भने गन्द्रङ्ग लाएर झुन्डिन्छ कि। हजुर, अब तपाईँ यो भन्नु न। हजुर,
तपाईँको प्र्याक्टिसमा अहिले तपाईँ निरज बिरामीहरू आउँछन् होइन, विशेष गरेर डिप्रेसनका जो चाहिँ तनावमा छन् होइन, त्यस्ता बिरामीहरू आउँछन् होला होइन। कस्ता खालका बिरामीहरू तपाईँका आउँछन् र तपाईँ अहिलेसम्म मेडिकलमा त्यत्रो लामो समयदेखि रहिराख्नु भएको छ र यो अवधिमा त्यस्तो कुनै घटना कि उपचार गराइरहेको र डिप्रेसनमा आएर उसले आत्महत्या गरेको त्यस्तो कुनै घटना सम्झना छ? मेरो यही मानसिकमा आउनुभन्दा अगाडि मैले 13-14 वर्ष टिचिङ हस्पिटलको पुरा यो आत्महत्या गर्ने वार्ड भनौँ न है, सुसाइडको स्पेसल युनिट थियो, त्यो युनिट पनि चलाएर बसेको भएर धेरै यस्ता केसेसहरू देखेको छु, डिल गरेको छु है। 2-3टा किसिमका, एउटा मलाई थाहा छ यसमा आत्महत्या गर्ने मन आइरहेछ भनेर सिभियर डिप्रेसनमा ओपिडीमा हेर्यो, आइडेन्टिफाई गर्यो, कोसिस गर्यो, कोसिस गर्दा गर्दै पनि 100% रोक्न नसकेको अवस्थाहरू पनि छन् है। झुट बोल्नु हुँदैन, हामी किनभने डाक्टर भनेको हामी एउटा त्यो तारतम्य मिलाउने हो, सबै रोक्न सकिँदैन, सकेको गर्ने हो हैन। हजुर, एकदम धेरै चाहिँ अलिकति ख्याल गर्यो भने त्यो मरु भन्ने चिज अहिले जुन यो 3-4वटा अहिले यो राति फेसबुकमा लाइभ आएर गर्ने यान त्यान भन्ने आइरहेछ नि, यस्तोमा कसैले भेट्टायो भने त्यो मरु लाग्ने त्यो ग्राफ हेर्ने भने बिस्तार भएर त्यो टुप्पामा जुन बेलामा मर्छु भन्ने छ नि, त्यो 10 मिनट जति रहन्छ, 2 देखि 3 मिनट 4 मिनट हो। त्यो बेलामा उसँग कसैले कुरा गरेर उसलाई भुलाइदिएर खिचिदिन सक्यो भने त्यो मरु लाग्ने त्यो पिक घटेर जान्छ, बाँच्न सक्छ। हजुर, अब बिरामीहरू आउँदाखेरि भनौँ न जो चाहिँ यस्तो काम गरे होइन, र त्यसअघि ती बिरामी चाहिँ कस्तो मनस्थितिमा हुन्छन् भनौँ न। अब तनाव त हुन्छन्, तर तनाव चाहिँ के कारणले तनाव, तपाईँहरूले त्यो परामर्श गर्दाखेरि उनीहरूले चाहिँ के भन्छन् वास्तवमा? तपाईँहरूले उपचार गर्दाखेरि म यो तनावमा छु, आर्थिक सङ्कटले गर्दा बढी हो कि तनाव, यो लकडाउन अगाडि र पछाडिको कुरा गरौँ न होइन, त्यस अघि र पछिको कुरा गर्ने हो भने पहिला आउने बिरामी चाहिँ कस्ता आउँथे होइन, र अहिले लकडाउन पछि चाहिँ आउने बिरामीहरू चाहिँ कस्ता आउँछन्, केमा चाहिँ बढी तनाव लिएर उनीहरू आउँछन्? अहिले लकडाउन पछि बढ्ता आर्थिक आइरहेछ। अहिले मैले डाइरेक्टली डिल नगरे पनि मेरा जुनियर भाइ बहिनीहरूसँग कुरा गर्दाखेरि अहिले बढ्ता आर्थिक समस्याहरू आइरहेछ। अनि अर्को चाहिँ एउटा अचम्मको चिज के भइरहेछ भने नि, 2टा एडल्ट लोग्नी स्वास्नी होइन, एउटा कोठा या 2टा कोठा भाडा लिएर बसिरहेका छन्। यिनीहरूलाई 24 घन्टा एकै ठाउँमा राखेर महिनौँ बिताउँदाखेरि पनि ठाकठुक बढ्दो रहेछ। यो हामीले पनि रियलाइज गरेका थिएनौँ है। त्यस्तो किसिमको इन्टरपर्सनल क्लासेसहरू बढ्ता आइराखेको छ। एल्कोहलिजम बढिरहेछ अहिले, त्यसले पनि त्यसले तनावले आत्महत्या है। अनि तराईतिरको एक्सपिरियन्समा यो जेन्डर बेस्ड भायोलेन्स, लोग्नीले बेसी स्वास्नी चुट्ने प्राय है। यसमा पनि फेरि अल्कोहल जोडिरहेको, घुमाइ फिराइ अल्कोहल आइरहेछ। आर्थिक अल्कोहल, काम नहुनु, बिना काम भनेपछि टाउकोमा सैतानै हुन्छ। अहिले कोभिड पछिको चाहिँ नि यस्तो किसिमको सिनेरियो आइरहेछ। मेरो डाइरेक्ट यसमा अहिले यो कोभिडसँग चाहिँ नि आत्महत्याको डाइरेक्ट केस मैले डिल नगरे भएर यो इन्डाइरेक्ट एभिडेन्स हो है। पहिलाको चाहिँ नि एभिडेन्सहरू हेर्ने हो भने पहिला चाहिँ नि लङ टर्म तनावहरू, सासू बुहारी यस्ता किसिमका फ्यामिली स्ट्रेसहरू है, अझ अनि यो डाउरी सिस्टम भने त्यो पनि घुमाएर त आर्थिक भन्ने कि सामाजिक भन्ने के भन्ने त्यसलाई है, त्यस्ता किसिमका भने इनसाइड द फ्यामिली त्यो प्रब्लम। अर्को चाहिँ नि अलिकति पढाइका तनावहरू, आर्थिक त्यति बेसी थिएन हौ पहिला, अहिले जति आर्थिक आएर अगाडि आइरहेछ त्यति बेसी आर्थिक थिएन पहिला।
हजुर किनभने के भयो जस्तो लाग्छ अहिले कोभिडमा भने आर्थिक स्थिति कोभिडले गर्दा एकैचोटि ड्रप गर्यो के यो बिस्तार गरिब भइरहेको मान्छेले त त्यो गरिबीमा बाँच्न सिकेको थियो, केही फरक परेको थिएन उसलाई, ऊ त्यो लोवर एपमा त्यसरी नै टेकेर गइरहेको थियो। कोभिडले त के गर्यो भने कोही सोसियली यहाँ भएको व्यक्ति झ्याम्म एकैचोटि झार्यो, त्यो चेन्ज चाहिँ नि उसको मानस। हजुर अब त्यति झरेको छ भने त्यसलाई उकासिदिने होइन, या भनौँ न समाजकै छर छिमेकले चाहिँ कुरा बुझिदिने या उसले चाहिँ सेयर गर्ने, आफ्नो समस्या चाहिँ सेयर गर्ने त्यो पनि देखिएन होइन। अब राज्यको कुरा त छँदैछ आफ्नो ठाउँमा होइन, राज्यलाई नै छोडिदिउँ, त्यो चाहिँ छोडिदियो होइन। मान्छेको कुरा हो होइन, हामी चाहिँ कसरी बाँच्ने, कसरी चाहिँ आफ्नो तनाव चाहिँ सेयर गर्ने होइन, जसले गर्दा चाहिँ सेयर गर्न पनि के भने ओल्लो गर पल्लो गर उ गर सबै त उही त अवस्था छन् नि। एउटा मात्रै परिवार खुस्केको भए पनि अर्काले ज्याक लगाएर तान्थ्यो नि, हजुर त्यो पनि भएन। त्यसैले होल सोसाइटी नै डाउन भयो, त्यसैले यो बढेको हो। अलिकति हामीले सजग भइदिने हो। अच्छा अब चाहिँ समाधानतिर जाऊ। अब हामी चाहिँ आफै सजग हुनु पर्यो नि होइन, प्रत्येक इन्डिभिजुअल आफै चाहिँ सजग हुनु पर्यो होइन। समाधान चाहिँ अब जो चाहिँ यस्तो किसिमको तनावबाट गुज्रिरहेका छन्, कसैको यो अवधिमा लकडाउनको अवधिमा जागिर गएको होला, आर्थिक सङ्कट आएको होला होइन, विभिन्न किसिमका अरू समस्याहरू आएका हुन् होइन, कसैको चाहिँ उद्योग धराशायी भएको होला, विभिन्न किसिमका कामहरू हुन सक्छ नि होइन, पढ्नै पाएनन् होइन, यावत कुराहरू छन् भनेपछि समाधान के त? प्रत्येक इन्डिभिजुअललाई भन्नुपर्ने भने प्रत्येक इन्डिभिजुअलले चाहिँ के चाहिँ गर्नु पर्यो ती व्यक्तिले चाहिँ, जसले गर्दा चाहिँ यो तनावबाट चाहिँ छुटकारा पाओस्? सरकारको भर चाहिँ पर्नु भएन, आफैले चाहिँ समाधान खोज्नु पर्यो कि? त्यही नै हो। सबभन्दा व्यक्ति मैले के गर्नु पर्यो? एक, म त्यस्तो छु भने मेरो बाबुआमा अथवा मेरो आसापासे वरिपरिकाले के गरिदिनु पर्यो, यो दुईटामा भाग लगाऊँ कि मैले के गर्नु पर्यो? सबभन्दा पहिला एक्सेप्ट गरौँ कि मलाई गाह्रो भइरहेछ है। एक्सेप्ट गरेपछि पनि सहन अलि सजिलो हुन्छ। अनि त्यसपछि मलाई गाह्रो भयो भनेर मैले व्यक्त गर्नु पर्यो, कोहीसँग बताउनु पर्यो। यो प्रेसर कुकरमा भात पकाए जस्तो हो कि प्रेसर कुकर एकहरो हुनु भएन, आफै भित्र सबै राख्नु भएन, सेयर गर्नु पर्यो पहिलो काम। प्रेसर कुकर चिस्स गर्न दिनु पर्यो, ग्यास निस्किन दिनु पर्यो, नभए पड्किन्छ। पड्किनु आत्महत्या है। मैले त्यो गर्नु पर्यो, तर सुनि मात्रै दियो भने पनि यो व्यक्तिको त्यो ग्यास अलिकति घट्छ, तपाईँले त्यसपछि त उकासो लागिहाल्छ नि। हजुर हामी आफूले अर्काले आएर के गरिदिएला भनेर भन्यो भने झन् नैराश्य बढ्ता आउँछ, आफैले नै गर्ने हो। र योभन्दा नि माथि भयो एकदमै गाह्रो भयो भने अनि परामर्शकर्ताहरू छन्, उनीहरूको सहयोगमा जानु पर्यो है। प्राय यो वडामा जनप्रतिनिधिको रोहबरमा स्पेसलिस्टहरू नै छन्। स्पेसलिस्ट भने स्पेसली ट्रेन्ड व्यक्तिहरू छन्, तिनीहरूसँग हेल्प माग्नु पर्यो। मलाई चाहिँ नि यहाँ यसरी हात काट्यो भने दौडेर म ब्यान्डेज लाउन जान तयार, मेरो मन काट्यो भने त्यसमा ब्यान्डेज लाउन जान किन नतयार? के को लाज मान्ने? मैले के नराम्रो काम गरेर भएको होइन, भयो मलाई सहन गाह्रो परिरहेछ भनेर हेल्प माग्न जानु। हजुर अब अन्त्यमा छौँ। अब यसको उपचारको कुरा गर्ने हो भने यदि कसैलाई कुनै समस्या छ, कुनै तनाव भइरहेको अवस्था छ होइन, उसको चाहिँ मन मस्तिष्कमा त्यस्तो छ होइन भनेपछि सबभन्दा पहिला त सेयर गर्ने भनेको परिवारलाई नै हो नि होइन, सेयर गर्नुपर्ने हो होइन। अब परिवारले पनि कसरी बुझ्ने कि भनौँ न कहिलेकाहीँ के हुन्छ भने सेयर नगरिदिने होइन, त्यही त अन्तिम रूपमा गएर त्यो घटनाहरू चाहिँ हुन्छन् होइन। भनेपछि चाहिँ परिवारले पनि कसरी बुझ्ने कि परिवारभित्रको कुनै सदस्य अलि तनावमा छ कि भनेर चाहिँ यसो सोधखोज गरिदिने हो कि? यसमा चाहिँ के छ सल्लाह तपाईँको? इन्डिकेटर्स के हो? एक सबभन्दा पहिला अब त्यो छोरो मान्छे अथवा बुहारी मान्छे त्यो परिवारमा बसिरहेको त पहिलेदेखि हो कि होइन? अब उसको व्यवहारमा सडनली केही चेन्जेस आयो भने, प्राय एक्लिन थाल्यो भने है, अथवा नबोल्न थाल्यो भने,
व्रत रुन थाल्यो भने है निन्द्रामा गडबडी भयो भने सबभन्दा चाहिँ नि यो कछुवाहरूले हामी कहाँ यो बर्खामा चिप्लिकेर आउँछ नि चिप्लिक त्यो सिङ भएको चिप्लिकेर आउँछ नि त्यो यसो छोयो भने सिङ तानेर लुचुक्क परेर बस्छ नि त्यस्तै किसिमको कोही व्यक्ति समाजबाट त्यो कसिएर त्यो छोपिएर बस्न खोजेको महसुस भयो भने समथिङ इज रङ त्यो एउटा सिम्पटम्स हो त्यो एउटा सिम्पटम हो यसले कम बोल्ने कम जाँगर केही गर्न नहुने प्लस चिटचिटाहटपन बढ्ता आउँछ अब जनकपुरको सन्दर्भमा भन्ने हो भने त्यहाँको समाजको बुहारी मान्छेलाई मलाई रिस उठ्यो भनेर व्यक्त गर्ने अधिकार त उसको छैन है त्यसैले देखिदो रिसापन नहोला तर त्यो जुन त्यो भित्रको चिटचिटाहटपन हुन्छ नि पित लहरी त बेसी भन्छ नि पित देखाउने होइन कि भित्रभित्रको महसुस त्यो भनेको पनि डिप्रेसन अथवा अनकमिङ सुसाइडको इन्डिकेटर हजुर हस् त धेरै धेरै धन्यवाद डाक्टर साहब हस् त नमस्ते थ्याङ्क यू हजुर दर्शकवृन्द ओछलैत डॉक्टर विद्यादेव शर्मा मनोचिकित्सक आइ हुनका से बात करे छलिए जे लॉकडाउन चैत 11 गते से शुरू भेलै एहि अवधि में आत्महत्या के घटना बढ़ल छै किछु बढ़ल छै एकर निकास की भ सकै छै आत्महत्या के घटना जे बढ़े जा रहल छै एकर निदान की भ सकै छै की करऽ के चाही हरेक व्यक्ति से की करऽ के चाही तनाव नहीं लिअ के चाही तनाव शेयर करऽ के चाही किनको कोनो किस्म के तनाव भ सकै छै आर्थिक संकट भ सकै छै केकरो नौकरी चलि गेल भ सकै छै यावत किस्म के समस्या छै लेकिन ऐसा लड़ऽ के चाही शेयर करऽ के चाही अपन तनाव से बचऽ के चाही यह उपाय छै एहि विषय में चर्चा करै छलिए बेस त नमस्कार।